ल, सोपान फार्मास्युटिकल्सको आइपिओ बारे कुरा गरौँ। यो लगानीकर्ताहरूका लागि एउटा नयाँ अवसर हो। हो, सोपान फार्मास्युटिकल्सले सर्वसाधारणका लागि आइपिओ निष्कासन खुल्ला गरेको छ। कम्पनीले जम्मा 42 करोड 90 लाख रुपियाँ बराबरको सेयर जारी गर्दैछ र यसमध्ये 34,74,900 किता सेयर चाहिँ सर्वसाधारणका लागि हो। हरेक किताको मूल्य अङ्कित मूल्य अनुसार 100 रुपियाँ छ। आवेदन दिने समय वैशाख 3 देखि सुरु भइसक्यो, छिटोमा वैशाख 8 गते बन्द हुन्छ है। कममा 10 किता र बढीमा 11,000 कितासम्मको लागि आवेदन दिन सकिन्छ। अब आवेदन कसरी दिने त? आश्वा सदस्य ब्याङ्क वा मेरो सेयरबाट सजिलै सकिन्छ। ल, अब अलिकति कम्पनीको वित्तीय अवस्था कस्तो छ त्यो पनि हेरौँ। यहाँ हेर्नुहोस्, नेटवर्थ र जगेडा कोष बढ्ने देखिन्छ, तर इपिएसमा चाहिँ उतार चढाव छ। तर एउटा कुरा जुन एकदमै महत्त्वपूर्ण छ त्यो हो यसको क्रेडिट रेटिङ। कम्पनीले पाएको रेटिङ हो केयर एनपी सिंगल B-। अब यसको मतलब के हो भने समयमै पैसा तिर्ने क्षमतामा मध्यम जोखिम छ है। भनेपछि एकातिर अवसर छ तर अर्कोतिर मध्यम खालको जोखिम पनि देखियो। अब सोच्नुपर्ने कुरा के हो भने यो अवसर र जोखिमलाई हेर्दा लगानी गर्ने कि नगर्ने।